नमस्ते सम्पूर्ण साथीहरूलाई नमस्ते। आज मैले तपाईँहरूलाई चाहिँ आँपको मुरब्बा बनाएर देखाउन लागिरहेको छु है त। पक्कै पनि तपाईँले यो भिडियो हेरेर लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न नभुल्नु होला है त। आँपको मुरब्बा चाहिँ कसरी बन्दो आँप नाइसरी अमला है त। आँप बन्न आएछ अमलाको मुरब्बा अनि कसरी बनाउने भन्ने कुरा चाहिँ मैले यस भिडियो मार्फत तपाईहरुलाई दिँदैछु। सर्वप्रथम त मैले 1 केजी चाहिँ यो अमला लिएको छु है। अनि यो चाहिँ यसलाई चाहिँ अमला उसिन्ने एकचोटि हैन, बोइल गर्ने के। अनि अमलालाई बोइल गरेपछि अनि त्यसपछि हल्का बोइल गर्नुपर्छ, धेरै बोइल फेरि गर्नु हुँदैन। अनि त्यसपछि चाहिँ यसलाई चाहिँ अब हेर्ने भित्रपट्टि कतिको के छ भनेर चाहिँ हेर्नुपर्छ है त। यो अमला त्यसपछि अमलालाई चाहिँ बिस्तारै के गर्ने भन्दा चाहिँ भित्र यसको चाहिँ अब यो नुन यसमा भएको मसलाहरू त्यसपछि भित्र जानको लागि चाहिँ हामीले चाहिँ यसरी चम्चाले चाहिँ हल्का गोप्नुपर्छ है त। यसलाई गरेर सबैलाई चाहिँ यस्तै गोप्दै अनि त्यसपछि तयार बनाउने हैन। अनि सबै अमला गोपिसकेपछि त्यसपछि हल्का के गर्ने भन्दा चाहिँ यसमा हल्का चाहिँ दुध लिने हैन। दुध लिइसकेपछि त्यसपछि एउटा भाँडामा चाहिँ यसलाई बोइल गर्ने। बोइल गरिसकेपछि अनि त्यसपछि के गर्ने त भन्दा यो बोइल गरिसकेको अमलालाई त्यसपछि के गर्ने भन्दा ढाक्ने। ढाकिसकेपछि त्यसपछि 1 केजी सुगर चाहिँ अथवा मिश्री के गर्ने भन्दा चाहिँ यो मिश्री चाहिँ पिस्ने हैन, मसिनरी मिश्री पिस्ने। अनि मिश्री मसिनरी पिसिसकेपछि त्यसपछि भाँडोमा राख्ने। भाँडोमा राखिसकेपछि मिक्सरमा पिसेर मसिनो बनाउने। अनि त्यसपछि यो अमला पनि बोइल भइसक्यो। अमला बोइल भइसकेपछि टक्क निचर्ने यसलाई निचरिसकेपछि हेर्ने अमला कस्तो छ के छ भनेर चाहिँ यसरी हेर्ने। अनि हेरिसकेपछि के गर्ने भन्दा यसरी पानीबाट निकाल्ने अमला पानीबाट निकालिसकेपछि त्यसपछि के गर्ने त यसलाई हल्का मैदाले चाहिँ यसलाई हल्का मोल्ने हैन। हल्का मोलिसकेपछि अनि यो चाहिँ यसलाई चाहिँ मिश्रीको धुलो चाहिँ यसमा राखिदिने। अनि मिश्रीको धुलो राखिसकेपछि एकैछिन चाहिँ यसलाई आधा घण्टा जति राखिदिने। राखिसकेपछि चाहिँ त्यसपछि यसलाई चाहिँ हल्का मिश्री राखेर फेरि हल्का चाहिँ लो हिटमा चाहिँ तताउने है त। तताइसकेपछि त्यसपछि एकैछिन ढाक्नुपर्छ। मजाले ढाकेपछि यो लटक्क मिश्री चाहिँ अमलामा लाग्छ हैन। अब यो चाहिँ हल्का गरी मिश्री पानीमा
मोलेर अनि यसलाई चाहिँ मजाले फेरि ढाक्ने एकैछिन। ढाकेपछि यो चाहिँ चट्ट अमला पाक्छ। पाकिसकेपछि चाहिँ यस्तो मिठो हुन्छ अमला। टक्क त्यसपछि के गर्ने भन्दा पानीमा मजाले पकाउने। स्टेप क्यान्डमन पाउडर होइन, के गर्ने झन्का मसलाहरू यतात्यता सबै मिसाउने। यसलाई ब्ल्याक साल्ट बिरे नुन पनि राख्ने। जिन्जर पाउडर अदुवा राखिदिने यसलाई चाहिँ होइन। अनि अदुवा राखिसकेपछि मजाले बिस्तारै यसलाई चलाउने। चलाइसकेपछि के गर्ने भन्दा लटक्कै यो बसेको हुन्छ होइन। यो चाहिँ मिस्री पानीमा चाहिँ मजाले यसलाई राखेपछि अनि यो चाहिँ अब एकैछिन पकाउने। कम पाकेको छ, यसमा मधुरो ग्यास बनाएर यसलाई अझै मजाले पकाउने। अनि हल्का हल्का पानी अलिअलि पानी सुक्दै गयो भने अझै मिठो पनि हुन्छ होइन। यो पानी चाहिँ च्यापच्याप बस्यो भने यस्तो लटक्क लाग्छ यो। यसलाई चाहिँ मजाले च्याप पकाउँदै जाने। पकाउँदै गयो भने चाहिँ यो चाहिँ लटक्क बस्छ। अनि यो चाहिँ चट्ट खाने हो भने साह्रै मिठो हुन्छ। यो चाहिँ हामीले अब कटौरामा राख्ने। 1 चम्मच बनाएर चाहिँ टक्क पारेर राख्ने है त्यसलाई। यस्तो हुन्छ ल, हेर्नुहोस् है साथीहरू ल।